सबै आफ्नो वशमा गराएर गणेशाय नमः मन्त्रको ध्यान गर्न थाले। बिहान बेलुका जल हाल्थे, ध्यान गर्न बस्थे। समय बित्दै गयो। समय बित्दै जाँदाखेरि त 1000 वर्ष व्यतीत भएछ। 1000 वर्ष व्यतीत भयो। 1000 वर्ष व्यतीत हुँदा त्यो लाठीबाट अंकुरित भयो। त्यो लाठीमा पल्लवहरू देखिए, पत्ताहरू देखिन थाले। त्यो सुक्खा लट्ठी गाडेको स्थानमा मुद्गल ऋषिले भन्नुभएको थियो, जब यहाँ अंकुरित केही पल्लवहरू देखिन थाल्छन् त्यो बेला म आउँछु है, त्यसपछि तिमीले भगवत दर्शन पाउँछौ भनेर भन्नुभएको थियो। अब त्यहाँ पत्ता देखिन थाल्यो सुक्खा लट्ठीमा। अब मनमा आश भयो, अब त मैले भगवान पाउँछु, अब मैले भगवानको दर्शन पाउँछु भनेर अब भगवानको दर्शनको लालसा बढ्न थाल्यो। गणेश दर्शन लालसा, गणेशको दर्शनको लालसा जागृत भयो मनमा। तर गणेशको दर्शन कहिले प्राप्त हुन्छ? जब ममाथि गुरु कृपा हुन्छ, मुद्गल ऋषि आउनुहुन्छ अनि पो गणेशजीको दर्शन हुन्छ। अब गणेशजीको दर्शनको प्रतीक्षा पनि र मुद्गल ऋषिको प्रतीक्षा पनि हुन थाल्यो। 1 वर्षसम्म तपस्या गरिरहँदा पुरा शरीरलाई धमिरोले खाइसकेको थियो, धमिरोले छोपेको थियो। दैव संयोग मुद्गल ऋषि घुम्दै त्यही स्थानमा आउनुभयो। त्यो स्थानमा आउनुभएको पुरा शरीरलाई चाहिँ धमिरोले माटो लगाइसकेको छ। आँखा मात्र तेजिला छ, आँखाबाट बाहिर प्रकाश आइरहेका छन्। जसरी च्यवन ऋषि ध्यानमा बसिरहेको अवस्थामा सुकन्याले आएर शरीरकी राजाकी छोरीले आँखा फोडेकी थिइन्, तेज देखेर हो त्यस्तै तेज आयो। सुन्दर तेज जब देख्नुभयो, आँखा देख्ने बित्तिकै मुद्गल ऋषिले चिन्नुभयो त मेरो चेलो हो। चिन्नुभयो। त्यो लागेका त्यो धमिरो हटाउनु भयो, धमिरोले बनाएको घर हटाउनु भयो। त्यहाँ ध्यानमा बसेको मुद्गललाई देख्नुभयो। 1000 मुद्गल ऋषिले देख्नुभयो। 1000 वर्षपछि हातमा जल अभिमन्त्रित गर्नुभयो। अभिमन्त्रित गरेर त्यो जल फाल्दिने बित्तिकै जब त्यो जल सबै अङ्गमा गएर लाग्यो, त्यहाँबाट त एउटा सुन्दर रूप प्रकट भयो। कस्तो रूप थियो भन्दा सुन्दर सुँड अगाडि देखियो। ठुला त्यो माटो हट्ने बित्तिकै, त्यो जलले अभिषेक गर्ने बित्तिकै सुँड, सुन्दर आँखा, ठुला कान, साक्षात गणेशजीको जस्तै स्वरूप देख्नुभयो मुद्गल ऋषिले। यसरी देख्ने बित्तिकै अब ती नाम गरेका माझी होसमा आए। गणेशजीको जस्तो सुँड भएको छ, आफ्नो शरीरलाई हेरे, दिव्य शरीर प्राप्त भयो। आफ्ना गुरुलाई साष्टाङ्ग दण्डवत गरे। आफ्ना गुरुलाई देख्ने बित्तिकै आँखा सजल भए, गएर यसरी आलिङ्गन गरे मानव वर्षौं पछि पिता र पुत्रको भेट भएको छ। धेरै वर्षपछि पिता र पुत्रको भेट भए जस्तो गरेर आलिङ्गन गरे, रुन थाले। आज हजुरको कृपाले मैले यति समयसम्म ध्यान गरेँ, मेरो मनमा अब कुनै पनि कलुषित भावना छैन। मुद्गल ऋषिले भन्नुभयो, बाबु तिमीले मलाई पिता भनेर सम्बोधन गरिसकेको छौ, मैले पनि तिमीलाई पुत्र मानिसकेको छु। अब म तिम्रो नामकरण गर्छु। चकार नाम कर्मस्य मुद्गलो मुनिराधरा, भ्रुवो शुण्डी यतो जाता, भ्रुशुण्डी ततो नृप। बाबु तिमी मेरो छोरा भयो, बाको कर्म हो संस्कार गर्ने, नामाकरण संस्कार गर्नु पर्यो। म तिम्रो नामाकरण गर्छु। तिम्रो नयाँ जन्म भयो र जन्म पश्चातको प्रथम संस्कार म अब तिम्रो गर्छु। तिम्रो नाम भ्रुशुण्डी हुन्छ। किन? कस्तो स्वरूप थियो भने सुन्दर सुन, यहाँदेखि सुरु भएको सुन, यो आँखी भाउ छ नि, यहाँदेखि सुन सुरु भएको थियो। त्यो कारणले तिम्रो नाममा भ्रुशुण्डी, त्यो सुन्न चाहिँ भाउबाट उत्पन्न भएको हुनाले तिम्रो नाम भ्रुशुण्डी राख्छु भनेर
भ्रुसुण्डी भनेर नाम राखिदिनु भयो। अनि सुन्दर स्वरूप गणेशजी जस्तै। अनि के भन्नुभयो, तिमी सर्वपूज्य हुन्छौ है, सबैले तिम्रो पूजा गर्छन्, तिमी अझै मन्त्र जाप गर भनेर गणेशजीको एकाक्षर मन्त्र प्रदान गर्नुभयो। गम। तिमी ठुलो ऋषिहरूमा तिम्रो नाम आउँछ, अब तिमी सबैको पूज्य बन्नेछौ, तिमीमा ज्ञान पनि हुन्छ भनेर सुन्दर आशीर्वाद प्रदान गर्नुभयो। तिमी गणेशजी समान पूज्य हुन्छौ अब भन्नुभयो। त्यति भन्दै हुनुहुन्थ्यो मुद्गल ऋषि, त्यहीँ बसेर बोल्दै हुनुहुन्थ्यो। त्यही बेला स्वर्गका देवताहरू त्यहाँ आइपुग्नुभयो। साथमा नारदजी पनि आउनुभयो। नारदजीले पनि आएर, इन्द्रले पनि आएर अनेक अनेक आशीर्वाद प्रदान गर्नुभयो। र भुसुण्डीलाई भन्नुभयो, आज हजुरले गरेको तपले गर्दा हजुरका माता पिता, हजुरका सम्पूर्ण पितृगणहरू अत्यन्त प्रसन्न हुनुहुन्छ। हजुर गणेशकै, इन्द्रले भन्नुभयो, हजुर गणेशकै स्वरूप हुनुहुन्छ, हजुर हाम्रो लागि पनि अत्यन्त पूज्य हुनुहुन्छ। अब हजुर यहाँ बस्नुहोस्, गणेशजीको अझै ध्यान गर्नु, अझै कृपा हजुरमा हुन्छ भनेर भनिसकेपछि सबै त्यहाँबाट जानुभयो। मुद्गल ऋषि पनि जानुभयो। अब भ्रुसुण्डी त्यहाँ बसेर एकाक्षर गणेशजीको मन्त्र जाप गर्न थाल्नुभयो। गणेशजीको एकाक्षर मन्त्र भनेको गम हो।